नेपालमा राजा हुँदाखेरि राजाले यिनीहरूको शासन गरेकै कारणले गर्दाखेरि राजा फालिए। त्यस पछाडि काङ्ग्रेस र एमाले माओवादीले पालो राज्य चलाए। त्यही पनि कुर्सीमा पुगेपछि उनीहरूले आफ्नै हालिमुहाली भ्रष्टाचारभन्दा केही गर्न सकेन होइन। अनि त्यसको विरुद्धमा फेरि जनता आए। हुँदा धेरै पटकहरू हेरे। एमाले कस्तो चलाए देश होइन, अनि काङ्ग्रेसले कस्तो चलाए देश, अनि माओवादीले कस्तो चलाए देश। यिनीहरूको पालामा के भए ती सबै हेरिसकेको छ जनताले होइन। काङ्ग्रेसलाई विश्वास गर्ने ठाउँ छैन कहीँबाट, माओवादीलाई विश्वास गर्ने ठाउँ त थिएन। माओवादी त अहिले हराएको छ, माओवादी नामै सकिए। एमाले अब सके। एमालेलाई कुनै पनि हालतमा जनताले नेपाली जनताले विश्वास गर्ने ठाउँ पनि आधार पनि छैन, ठाउँ छैन। भ्रष्टाचार गर्दा देशै सकेको थियो। अहिले आएर 2082 फागुन 21 गते संसदीय चुनाव भए। त्यसमा अब रासपाले 2 तिहाई त ल्याए, तर रासपाको पनि कुनै आशा लाग्दो विगतमा पनि भिजन थिएन। त्यो भिजन छैन भन्दै पनि जनताले जिताए। त्यो जिताएपछि पनि अहिले उहाँले राज्यको नियम कानुन विपरीत कुनै काम गरे जस्तो मलाई लाग्छ। कुनै कामहरू त्यस्तै गरे जस्तो लाग्छ होइन। अब हिजो घन्टीमा भोट लाउने मान्छेहरू बोल्दैन। उनीहरू किनभने घन्टीमा भोट लाएर सपोर्ट गरेकै मान्छे हो। त्यसको विपक्षी अब पार्टी अथवा विपक्षी पार्टीमा भोट दिएर बसेका व्यक्तिहरूले केही आवाज उठाइरहेको छ होइन, र पनि सुनाइ हुँदैन। अनि अब देश कुन मोडमा जाने हो थाहा छैन। देशले कस्तो खालको चाहिँ अब मोड लिने हो त्यो हेर्न बाँकी नै छ। देश अझै पनि 5 वर्ष अझै पछाडि धकेलिने अवस्था छ। 200-300 वर्ष विकासको मुहार फेर्न 200-300 वर्ष पछाडि परेकोमा अझै 5 वर्ष थपिएको जस्तो मलाई महसुस लाग्छ। त्यसले गर्दाखेरि देशको स्थिति चाहिँ अझै गाह्रो छ। जितेर कुनैले पनि विकासको कामहरू कसरी लाने, दार्चुलामा के भएको छ, महाकालीमा के भएको छ होइन, अनि उता विकट जिल्लाहरूमा मनाङ मुस्ताङतिर के भएको छ, जनताको आवश्यकताहरू के हो, कुन जनताहरू कस्तो हालतमा बसेको छ, विकासको बाटोहरू चाहिँ विकासको कामहरू चाहिँ त्यहाँनिर चाहिँ हामीले देख्न सक्छौँ कि सक्दैनौँ, छ कि छैन भन्ने विषयवस्तु चाहिँ कुनैले पनि उठाएर देखिँदैन। त्यस्तै गरेर जनताको पिरमार्ग अब नेपाल त्यतिकै पनि सबै कुराले सम्पन्न छैन। भूगोलको हिसाबले पनि अब अलिकति नेपाल त्यस्तै खालको देश हो। त्यस्तो खालको विषयवस्तुलाई चाहिँ अलिक उठान गरेर चाहिँ कुनै सांसदमा उठेको देखिँदैन। खालि कुर्सी, सत्ता, मोह मात्रै कुरा चलेको देखिन्छ। त्यही पनि बाजेर कुर्सी हानाहान होइन, ठोकाठोक, बोकाबोक गरेको मात्रै देखिन्छ। त्यो भएकोले गर्दाखेरि देशको ड्रामा भनौँ, देशमा एउटा प्रतिनिधि चुनेर पठाएको मान्छेले ड्रामा देखाएको देख्दा है अलिकति दुःख लाग्छ। विदेशी शक्तिहरूले हेर्दाखेरि नेपालले त्यतिकै हेपाइ खानु परेको
जस्तो मलाई लाग्दैन। विदेशी दलालहरूको पन्जामा त्यतिकै परेको जस्तो मलाई लाग्दैन। त्यो हिसाबले पनि अलिकति दुःख लाग्दो स्थिति छ। के बोल्ने के नबोल्ने भन्ने विषयमा चाहिँ याद नराखी बोल्नेहरू मान्छेहरू छन्। देशको एउटा प्रतिनिधित्व गरिरहेको व्यक्तिहरूले है। अनि हङ्गामा हुन्छ देशमा। आफ्नो देशको माया सायद यहाँ कसैको पनि रहेनछ, कसैलाई रहेनछ भन्ने पनि लागिरहेछ। देशको माया हुने व्यक्तिहरूले देशको विरुद्धमा हैन देशलाई आँचाउने किसिमको शब्दहरू सायद बोल्दै नै थियो होला। तर देशको माया रहेनछ भन्ने कुरा पनि हामीले महसुस गर्नेछौँ, गरिरहेका छौँ। देशको माया हुनुपर्छ। लिडर एउटा देशको लिडर भइसकेपछि हैन अलिकति आफू पनि एउटा लिडरसिप जस्तै भएर बस्नुपर्छ। अनि मात्रै देशको जनताले पनि त्यसकै पालना गर्नेछ भन्ने लाग्छ।